नमस्कार, अपन समाचारमा स्वागत छ। समाचार विस्तारमा। मुस्लिम धर्मावलम्बीले हर्षोल्लासपूर्वक मोहरम पर्व अर्थात् दाह मनाइरहेका छन्। इस्लामी नयाँ वर्ष 1443 हिजरीको सुरुवातसँगै तामझामका साथ मनाइने यो पर्व 10 दिनसम्म विभिन्न कार्यक्रम गरी मनाइन्छ। जनकपुरधाममा पनि मुस्लिम धर्मावलम्बीहरूले दाह पर्व मनाइरहेका छन्। उनीहरूले हरेक वर्ष जस्तै यस वर्ष पनि 12 बिघा रणभूमि मैदानमा मोहरम पर्व मनाएका छन्। मुस्लिम धर्मावलम्बी गुरु हजरत इमाम हुसैनको सम्झना स्वरूप मनाइने यो पर्वमा मुस्लिम धर्मगुरुको प्रति स्वरूप तहजिया दाहको पूजा गर्ने प्रचलन रहेको छ। भाकल गरी स्थापना गरिएको तहजियालाई पूजा अर्चना गर्नका पारिवारिक सुख समृद्धि तथा मनोकामना पूरा हुने विश्वास रहेको छ। मुस्लिमहरूले मोहरमका अवसरमा साहसिक प्रदर्शन पनि गर्दछन्। 1400 वर्ष पहिले इमाम हुसैनले इस्लाम धर्मलाई बचाउन आफूसहित 72 जनाको परिवारले प्राण आहुति दिएको सम्झना स्वरूप मोहरम मनाउँदै आएको मुस्लिम धर्मगुरुहरूले बताउँछन्। इस्लामी नयाँ वर्ष हिजरी सम्बत 1 देखि 10 दिनसम्म यो पर्व मनाउने गरिन्छ। मोहरमको 10औं दिनलाई आशुरा भनिने तथा त्यसै दिन मस्जिदमा कुरान पाठ गरी बेलुका खिचडा पकाएर खाने चलन रहेको मुस्लिम अगुवाहरू बताउँछन्। यो मुहर्रमुल हराम का महीना छ। मुहर्रमुल हराममा जसरी हामीहरूको कुर्बानी हुन्छ, नयाँ साल सुरु हुन्छ मुहर्रमुल हरामबाट, यो महिनाबाट खत्मी हुन्छ कुर्बानीबाट। तर रमजानमा जिलहिज्जामा पनि कुर्बानीको हुकुम छ, त्यो कुर्बानी गर्नुहोस्। मुहर्रममा पनि हुक्म छ कि कुर्बानी गर्नुहोस्। त यो महिनामा मुहर्रमुल हरामको महिनामा 10 मुहर्रमुल हरामको यजीद पलीद ने हाम्रो इमाम हसन हुसैन को कत्ल किया था। वहीं को सन्दर्भमा हामीहरू परम्परादेखि मनाउँदै आउँदैछौँ। हुसैन इराकको राजधानी बगदादको करवाला भन्ने ठाउँमा यजिदी फौजसँगको धर्मयुद्धमा शहीद भएका थिए। हुसैनले इस्लाम र मानवताको रक्षा गर्ने आफ्नो परिवार र साथीहरू लागि बलिदान दिएका थिए। हसन तथा हुसैनको प्रतीक स्वरूप बाँसको ढाँचामा विभिन्न रङ्गी चङ्गी कागज बेरी ताजिया दाह बनाउने गरिन्छ। मुस्लिम धर्मावलम्बीले मनाउने महान पर्व मोहरम केही वर्ष यता हिन्दू समुदायले पनि सँगसँगै मनाउन थालेपछि यो सद्भावको पर्व बन्दै गएको छ। यसले हिन्दू र मुस्लिम बीच एकता अझै प्रगट बनाएको छ। राष्ट्रिय एकता अभियान सहित केही हिन्दूवादी संगठनका युवाहरूले जनकपुर धाममा प्रदर्शन गरेका छन्। केही महिना अघि हिन्दू मुस्लिम समुदाय बीच भएको सहमति तोडिएको भन्दै शनिबार जनकपुर धामको रामानन्द चोकमा उनीहरूले प्रदर्शन गरेका छन्। हिन्दू धर्मस्थल अगाडि मुस्लिम समुदायले धार्मिक शोभायात्रा तथा र्याली निकाल्न नपाउने र मुस्लिम धार्मिक स्थल अगाडि हिन्दू समुदायले धार्मिक शोभायात्रा तथा र्याली निकाल्न नपाउने सहमति तोडिएको उनीहरूको दाबी छ। मुस्लिम समुदायले 12 बिघामा मोहरम पर्व मनाएको प्रति उनीहरूको आपत्ति रहेको छ। विवाद सर हिन्दू मुस्लिम को लेकर और कोई 2 दिन के ठीक 2 दिन के बाद में जो वो समझौता प्रहरी प्रशासन हिंदू पक्ष और मुस्लिम पक्ष के साथ एगो समझौता भेल रहे कि नहीं हिंदू पक्ष मुस्लिम एरिया में कोनो भी शोभा यात्रा या जानकी नवमी हो, हनुमान जयंती हो या रामनवमी हो या ABCD कोनो भी कार्यक्रम हो, वो लेकर नहीं जाए हिंदू बाहुल और मस्जिद का गाड़ी। और साथ में नहीं मुस्लिम पक्ष नहीं हिंदू धार्मिक स्थल के गाड़ी होते नहीं मुस्लिम हिंदू बाहुल में होते। यही चीज के एगो समझौता भेल रहे, लेकिन प्रहरी प्रशासन ई समझौता तोड़ कर जबरदस्ती घुसबै चाहे छे रणभूमि मैदान में, जे हिंदू सबके पवित्र स्थल छे, जे सीता जी के स्वयंवर स्थल छे, ओहि में जबरदस्ती प्रहरी प्रशासन घुसबै चाहे छे। यही चीज के हम प्रहरी प्रशासन के यही चीज के विरोध कर रहे हैं। उनीहरूले रामानन्द चोकमा टायर बालेर प्रदर्शन गरेका थिए। सडक अवरुद्ध भएपछि प्रहरीले उनीहरूलाई तित्तर-बित्तर पारेको थियो। 12 बिघा रणभूमि मैदानमा मुस्लिम समुदायले वर्षौंदेखि मोहरम पर्व मनाउँदै आएको छ।
मध्य प्रदेशमा खानेपानीको हाहाकार भएपछि समस्या समाधान लागि मध्य सरकारले सक्रियता देखाएको छ। शुक्रबार मध्य सरकारका अर्थमन्त्री एवं प्रवक्ता सञ्जय कुमार यादव र ऊर्जा सिँचाइ तथा खानेपानी मन्त्री सिंहासन शाह कलवारले विज्ञ तथा सरकारवालाहरूसँग छलफल गरेका हुन्। मधेसका कतिपय जिल्लामा खानेपानीको समेत काकाकुल अवस्था सिर्जना भएको, कृषि योग्य भूमिमा समेत रोपाई हुन नसकेको र खजेरी लाग्ने समस्याको समाधानको विषयमा मन्त्रीहरूले विज्ञहरूसँग सुझाव माग्नु भएको छ। पानीको सङ्कट तत्कालै समाधान गर्न विज्ञहरूले दिएको सुझावलाई यथाशीघ्र कार्यान्वयनमा लैजान मातहतका निकायलाई उनीहरूले निर्देशन समेत दिएका छन्। मध्य प्रदेशमा पानीको स्थिति कस्तो रहेको बारे अध्ययन गर्न छिट्टै नै विज्ञहरूको समिति गठन गरी भविष्यमा यस्ता किसिमको समस्या आउन नदिन र आइपरे पूर्व तयारीको योजना समेत अघि बढाएको मन्त्री कलवारले बताएका छन्। जौन अभी जौन सूखा पड़ल है, खाने पानी के समस्या है, सिंचाई के समस्या है, एकरे बारे में बिग लोग सबके बुलावल ओकरे बैठक रहल। वो बैठक में लगभग सिंचाई और खाने पानी दोनों के बिग सब रहे आ ओकर निष्कर्ष कुछ आयल है जौना के अब एक शॉर्ट टर्म सोल्यूशन, लॉन्ग टर्म सोल्यूशन एकर का बा एकरा ऊपर छलफल भइले। अभी तत्काल के लिए अभी टैंकर से व्यवस्था भइल बा। ओकरा के अभी पानी जहाँ जहाँ जरूरी बा, जैसे वीरगंज में हाहाकार बा, तो वहाँ टैंकर संचालन करके पानी जनता के देवे वाला काम हो रहा बा। जगह जगह पर टंकी रख के 10,000, 12,000, 5,000 लीटर के टंकी रख के वहाँ पानी फुलफिल हो रहा बा टैंकर से। वहाँ से लोग ले जा रहा है, टैंकर से भी लोग पानी ले रहा बा। अभी का अवस्था ही बा। ऐसे अब अभी तक परमानेंट सोल्यूशन खातिर, परमानेंट ओकर व्यवस्था खातिर विपद व्यवस्थापन के निर्णय न आयल है। विपद व्यवस्थापन के निर्णय आ जाए तो ओकरा में एगो दोसर शीर्षक से या दोसर बजट में संचालन करके तुरंत परमानेंट सोल्यूशन कल जाए। अभी जब तक नहीं ख्याल तले टेम्पोररी ये काम हो रहा है। मन्त्रीहरूले पानीको सङ्कट सधैँका लागि अन्त गर्न विभिन्न कोणबाट अध्ययन गरी समस्याको दीर्घकालीन समाधान खोज्न समेत विज्ञहरूसँग राय लिनु भएको छ। विज्ञहरूले तत्काल सङ्कटग्रस्त क्षेत्रमा हटलाइन तथा हेल्पलाइनको व्यवस्था गर्न सुझाव दिएका छन्। त्यस्तै जनचेतनामूलक कार्यक्रम, पानी बचाउन र पुनः प्रयोगमा ल्याउन तरिका, इन्डक्सन मोडेल मोटर विस्थापित गरी समर स्विकल लेभलका मोटर जडान गर्न लगायतका सुझाव दिएका छन्। त्यस्तै पानीको अभाव भएका स्थानमा नयाँ डिपी बोरिङ जडान गर्न, प्रदेशको हाइड्रो जियोलोजिक सर्वे गरी नयाँ कार्यक्रम सञ्चालन गर्ने, चुरे क्षेत्रको संरक्षण गर्ने, वर्षाको पानी जमा गरी ग्राउन्ड वाटर रिचार्ज गर्न लगायतका सुझावहरू दिएको छ। मध्य प्रदेश सरकारका मन्त्रीहरूसँगको छलफल जलस्रोत विज्ञ डाक्टर किशनचन्द्र शाह, वैद्यनाथ चौरसिया, सिँचाइ विज्ञ रत्नेश्वर लाल कर्ण लगायत सहभागी भएका थिए। त्यस क्रममा ऊर्जा सिँचाइ तथा खानेपानी मन्त्रालयका निमित्त प्रदेश सचिव अरुणलाल कर्ण पनि सहभागी हुनुभएको थियो। लामो समयदेखि वर्षा नभएपछि पानी माग्दै धनुषाधाम स्थित धनुष मन्दिरको पताल गङ्गामा दूध चढाइएको छ। शनिबार दूध अर्पण कार्यक्रम आयोजना गरी साधु सन्त र पुजारीहरूले धनुष मन्दिरमा दूध अर्पण गरेका हुन्। स्थानीय बासिन्दाले दूध सङ्कलन गरी पताल गङ्गामा चढाइएको महन्त भारत दासले बताएका छन्। महन्त दासले भर्ने वर्षा नभएकाले खजेरी पर्ने चिन्ताले सर्वसाधारणलाई सताएको हो। किसानले धान रोप्न पाएका छैनन्। मधेसका धेरैजसो क्षेत्रमा खानेपानीको हाहाकार भएको छ। हाते कले, चापाकल, पोखरी र इनार समेत सुक्न थालेका छन्। त्रेता युगमा भगवान रामले शिव धनुष तोडेका थिए। तोडिएको धनुषका 3 टुक्रा मध्ये 1 टुक्रा धनुषाधाममा खसेको धार्मिक विश्वास रहेको छ। 55 वर्षीय भोगेन्द्र यादवले अहिले पनि धनुषाधाम धनुषको टुक्रा देख्न सकिने बताए। भगवान रामले तोडेकै धनुषको टुक्राको अवशेष अहिले पनि रहेकाले त्यस ठाउँको नाम
धनुषा धाम भएको हो। त्यहाँ धनुष मन्दिर पनि निर्माण गरिएको छ। उक्त मन्दिरमा दूध अर्पण गरेपछि वर्षा हुने र खजेरी नपर्ने मान्यता रहेको महन्त भारत दासले बताउँछन्। सोही मान्यताका आधारमा धनुष मन्दिरमा 500 लिटर दूध चढाइएको स्थानीय विनय यादवले बताएका छन्। नेपाल ट्रेड युनियन काङ्ग्रेस धनुषाली युनियनका राष्ट्रिय समिति निर्वाचित पदाधिकारीलाई सम्मान गरेको छ। नेपाल ट्रेड युनियन काङ्ग्रेस धनुषाले शनिबार जनकपुरधाममा गरेको कार्यक्रममा 7औं महाधिवेशनबाट राष्ट्रिय समितिमा निर्वाचित पदाधिकारीहरूलाई सम्मान गरिएको छ। कार्यक्रम स्वागत एवं सम्मान के कार्यक्रम राखल गेल छलिए। स्वागत एवं सम्मान के कार्यक्रम जे हमरा सबके 7वां महाधिवेशन से जे राष्ट्रीय समिति में निर्वाचित अध्यक्ष, महासचिव, कोषाध्यक्ष लगायत के एठाम के जे प्रदेश अध्यक्ष है मध्य प्रदेश के, तहिना राष्ट्रीय समिति में हमरा सबके धनुषा से जे केंद्रीय सदस्य में उमेश कुमार शाह जी निर्वाचित भेलखिन। तो सब निर्वाचित पदाधिकारी सबके जे हम स्वागत आ सम्मान के कार्यक्रम रखने छलिए। कार्यक्रममा सहभागीहरूले ट्रेड युनियन काङ्ग्रेस र सरकार बीच विगतमा भएका सम्झौताहरूको कार्यान्वयन, श्रमिकहरूको न्यूनतम पारिश्रमिक निर्धारण लगायत विषयमा पनि छलफल भएको थियो। सर्लाहीको बलरा नगरपालिका वार्ड नम्बर 1 हथियो लामा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार आज दिउँसो खेतमा भैँसी चराउन गएका बेला चट्याङ लागेर 46 वर्षीय अर्जुन पटेलको ज्यान गएको हो। चट्याङ लागेर भौली भैँसी पनि मरेको प्रहरीले जनाएको छ। नेकपा माओवादी केन्द्रले यही साउन 17 गतेदेखि बस्ने पार्टी केन्द्रीय समितिको बैठक प्रस्तुत हुने राजनीतिक तथा गठनिक प्रतिवेदनबारे आन्तरिक छलफल सुरु गरेको छ। शनिबार प्रधानमन्त्री निवास बलुवाटारमा बसेको पार्टी पदाधिकारी बैठकमा सो बैठक प्रस्तुत हुने राजनीतिक प्रतिवेदन माथि छलफल सुरु भएको हो। पार्टीको संगठन विभाग तथा उपाध्यक्षहरूले तयार पारेको राजनीतिक प्रतिवेदनको मस्यौदामाथि छलफल सुरु भएको र त्यसलाई निष्कर्षमा पुर्याउनका लागि आइतबार भोलि पनि पदाधिकारी बैठक बोलाइएको पार्टीका सचिव चक्रपानी खनालले जानकारी दिएका छन्। भन्ने बारेमा छलफल भयो, एउटा ब्रिफिङ भयो अध्यक्षबाट र अझै यसलाई मुहूर्त चाहिँ भोलि गर्ने भनेर चाहिँ भोलि पनि बस्ने गरी अहिले छलफल यही विषयमा हामीले कमरेड अध्यक्ष प्रधानमन्त्रीज्यू इटली जानुभन्दा पहिल्यै हामी बसेका थियौँ। पदाधिकारी बैठक बसेको थियो र त्यो बैठकले पनि केही साथीहरूलाई जिम्मा दिएको थियो। राजनीतिक प्रतिवेदनको बारेमा छलफल गरेर मोटामोटी आकार तयार गर्ने, त्यसपछि आजको बैठकमा प्रस्तुत गर्ने भनिएको थियो। अब त्यो मोटामोटी प्रस्तुत गर्नुभएको छ। अब त्यसलाई संश्लेषित गरेर अध्यक्षले प्रतिवेदन बनाउनु होइन। त्यस्तो कसैलाई भन्ने भन्दा पनि सङ्गठन विभाग र उपाध्यक्ष लगायत साथीहरूले यसको होमवर्क गर्ने, त्यसपछि आजको बैठकमा प्रस्तुत गर्ने भन्ने थियो। उहाँहरूले बैठकमा पार्टीको केन्द्रीय कार्य समिति बैठक बस्नु अघि स्थायी समिति बैठक बोलाई त्यसका एजेन्डाहरू टुङ्गो लगाउने विषयमा पनि नेताहरूबीच सहमति भएको छ। प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल इटाली जानु अघि नै बसेको माओवादी पदाधिकारी बैठकले आसन्न केन्द्रीय समिति बैठकमा प्रस्तुत हुने राजनीतिक तथा सांगठनिक प्रतिवेदनको मस्यौदा तयार पार्न जिम्मेवारी पार्टीको संगठन विभाग र उपाध्यक्षहरूलाई दिएको थियो। सोही प्रतिवेदनको मस्यौदामाथि आजको बैठकमा छलफल सुरु गरिएको छ। नेताहरूको सुझावलाई समेटेर अध्यक्ष दाहालले राजनीतिक प्रतिवेदनलाई अन्तिम दिनुहुने माओवादी केन्द्रले जनाएको छ। वन तथा वातावरण मन्त्री डाक्टर वीरेन्द्र प्रसाद महतोले बाघ संरक्षणमा सहयोग गर्न गैर सरकारी संस्थाहरूलाई आग्रह गर्नुभएको छ। उहाँले बाघको संख्या गत वर्ष नै दोबर बनाएर अन्तर्राष्ट्रिय समुदाय माझ नेपालले छुट्टै पहिचान बनाएको उल्लेख गर्दै अब त्यसको संरक्षणका लागि अन्तर्राष्ट्रिय सङ्घ संस्थाहरूले सहयोग गर्नुपर्ने बताएका छन्। विश्व बाघ दिवसको अवसर पारेर शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री महतोले बाघको संख्या बचाउन काम नेपालले विश्व माझ नै प्रशंसा पाए पनि त्यसको संरक्षण गर्न कार्य चुनौतीको रूपमा उभिएको भन्दै त्यस क्षेत्रमा कार्यरत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घ संस्थाहरूले बाघ संरक्षणमा सहयोग गर्नुपर्ने उहाँले बाघ, हात्ती लगायतका वन्य जन्तु खान नपुगेपछि बस्ती बस्ने गरेकाले उनीहरूलाई वास स्थानमै उचित खानपानको व्यवस्था गर्न पनि त्यस क्षेत्रमा कार्यरत संस्थाहरूले त्यसको संरक्षणको क्षेत्रमा लगानी गर्नुपर्ने तर्क गर्नुभयो।
नेपालमा पछिल्लो समय बाघ, हात्ती लगायतका वन्यजन्तुको आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या बढ्दै गएको स्मरण गराउँदै मन्त्री महतोले त्यसलाई नियन्त्रणमा गर्न काममा लाग्नुपर्ने जोड दिनुभयो। उहाँले गैर सरकारी संस्थाहरूले नेपालको आवश्यकता अनुसार लगानी गर्न काम गर्नुपर्ने पनि बताउनुभयो। प्रतिबद्धता पूरा गरिसकेको छ। हामीले गरेको वन्यजन्तुको संरक्षण कार्य अन्तर्राष्ट्रिय स्तरमै नै प्रशंसनीय बनेको विषय छ। हामी अहिले बाघ संरक्षणको र बाघको सङ्ख्या बढाउने क्रममा दिनरात यसमा खटिरहनुभएका हाम्रा नेपाल सरकारका कार्यक्रममा बाघ संरक्षण व्यवस्थापनका लागि छुट्टै योजना तयार पार्न कामलाई अघि बढाएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका प्रवक्ता अजय कार्कीले जानकारी दिनुभयो। नेपालमा तराईका 5वटा निकुञ्जहरू र त्यसमा वरपरका वन क्षेत्रमा बाघ पाइन्छ। सन् 2022 को तथ्याङ्क अनुसार नेपालमा हाल 355वटा बाघ छन्। नेपालले सन् 2022 मा बाघको सङ्ख्या दोब्बर बनाए अन्तर्राष्ट्रिय रूपमा आफ्नै छुट्टै पहिचान बनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामेछानेले रासोपामा आबद्ध हुने भनेको उम्मेदवार बन्नु नभएको बताउनु भएको छ। शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको छ। उहाँले पछिल्लो समय रासोपामा सहभागी नबनेकाहरूले आफू नै मेयर वार्ड अध्यक्षको उम्मेदवार हो भने गरेको भन्दै रासोपामा अहिले सहभागी हुन भनेको उम्मेदवार बन्नु नरहेको स्पष्ट पार्नुभयो। उहाँले रासोपा साधारण समयमा बनेको पार्टी नभएको भन्दै रासोपाले कसैलाई पोस्न पाल्न बनेको पार्टी नभएको जिकिर गर्नुभयो। उहाँले मिसन 2084 सही नेतृत्व छान्न सकेको खण्डमा मात्र सफल हुने बताउनुभयो। उहाँले देशमा राम्रो नारा सबैले लगाउने भन्दै नारा राम्रो भएर मात्रै नहुने र पारा राम्रो हुनुपर्ने बताउनुभयो। रासोपा समर्थक, रासोपा प्रेमी र रासोपामा आबद्ध सबैलाई भन्न चाहन्छु, रासोपामा सहभागी अहिले हुनु भनेको तपाईँ उम्मेदवार हुनुभएको होइन, उम्मेदवारको छनौट भएको छैन, कोही पनि अहिले उम्मेदवार होइन। यो कुरा सबैले स्पष्ट हुन जरुरी छ। पार्टीमा जति पनि लागिरहनु भएको छ, म सुनिरहेको छु, देखिरहेको छु कि साथीहरू मै उम्मेदवार हुँ, मै मेयरको उम्मेदवार, म उपमेयरको उम्मेदवार, म वडा अध्यक्षको उम्मेदवार, म यहाँको सांसद हो, यो मेरो क्षेत्र हो भनेर कता कता दौडादौड गर्नुभएको भन्ने मैले कता कता सुनेको छु। त्यसका लागि तपाईँहरू जोडिनु भएको हो भने थाहा छैन यो यात्रा कति लामो लाग्ने जानेछ, किनकि यो पार्टी कुनै साधारण परिस्थितिमा जन्मिएको पार्टी होइन। यो पार्टी कसैलाई पोस्न पाल्न बनेको पार्टी पनि होइन। नेपाली जनताले खोजेको नेतृत्व खोज्नका लागि यो मिसन 84 भनेको सही नेतृत्व छान्न सकियो भने मात्रै सम्भव हुने हो। नारा त यो देशमा सबले लगाउँछन्, नारा ठिक भएर भएन, पारा ठिक हुनु पर्यो। सभापति लामेछानेले नराम्रो काम गर्ने पार्टीका नेताहरूले तत्काल कारबाही गर्न स्पष्ट पार्नुभयो। उहाँले रासोपा मिसन 2084 को अभियानमा रहेको बताउनुभयो। नेपाली काङ्ग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीमा एमाले युवा नेताहरू हैसियत धुन्नामा खाएर कुन्नामा बस्ने सरह पनि नभएको बताउनु भएको छ। नेपाली काङ्ग्रेस काठमाडौँ क्षेत्र नम्बर 9 को प्रदेश कार्य समितिले शनिबार आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले सो टिप्पणी गर्नुभएको हो। काङ्ग्रेसका युवाहरूले आफ्नो सन्देश दिनका लागि पार्टी सभापति शेरबहादुर देउवासँग संसदीय दलको नेतामा मुस्कुराएर प्रतिस्पर्धा गर्ने आँट गरे पनि एमालेका युवाहरू पार्टी अध्यक्ष केपी ओलीसँग प्रतिस्पर्धाका लागि साहस गर्न आँट नभएको महामन्त्री शर्माको प्रतिक्रिया थियो। उहाँले एमालेका युवाहरूलाई पनि संसदीय दलको चुनावमा कमरेड केपी ओलीसँग प्रतिस्पर्धा गर्ने आँट गर्न सुझाव दिँदा उनीहरूबाट आफूहरूको अवस्था भनेको कुन्नामा बस्ने दुन्नामा खाने जवाब पाएको बताउनुभयो। तर काङ्ग्रेसका युवाहरूले भने गगन थापालाई संसदीय दलमा हारिरहन्छ भन्ने थाहा हुँदाहुँदै उम्मेदवारी दिन लगाएर युवाहरू पनि पार्टीमा छौ भन्ने सन्देश दिएको स्पष्ट पार्नुभयो। उहाँले अब काङ्ग्रेसबाट सिकौ गर्दै सबै राजनीतिक दलहरूले पार्टीका बैठकहरू लाइभ गर्न दाबी समेत गर्नुभयो। साथ गर्यौं, साथीहरूले उठाएका कुरालाई ग्रहण गरेर जान्छौँ भन्यौँ। लाइभ हुनु ठुलो कुरो होइन। अब सबै दलको लाइभ हुन सक्ला, काङ्ग्रेसले सुरु गर्यो, अरूतिर पनि दबाब पर्ला। तर प्रश्न के हो भने काङ्ग्रेसको लाइभ भएर भए जस्तै हाम्रो मुख्य प्रतिस्पर्धी दलको लाइभ हुँदै गर्दाखेरि त्यहाँ उभिएर कसैले अध्यक्षज्यू भनेर यसरी प्रश्न गर्ने साहस राख्ला? मैले त एमाले पार्टीका हाम्रै उमेरका युवाहरूलाई भने, हौ कमरेड,
पाएको नेताहरू पनि छँदै हुनुहुन्छ, युवाहरू हामी पनि छौँ भनेर यसो संसदीय दलमा खडा भएको भए हुन्थ्यो नि त तपाईँहरू। हामी त सभापति शेरबहादुर देउवाले जित्नुहुन्छ थाहा थियो त संसदीय दलमा, तर पनि युवाहरू छौँ है हामी भन्ने सन्देश दिनलाई गगन थापा उम्मेदवार बन्नुपर्छ भनेर खडा भएर हामी त उभिएर प्रतिस्पर्धा गऱ्यौँ। महामन्त्री शर्माले काङ्ग्रेसले 2084 सालमा आउने निर्वाचनको चिन्ता नगर्न तर सो निर्वाचनमा जनतामा जाने गरी काम गर्ने बताउनुभयो। निर्वाचनलाई परीक्षासँग तुलना गर्दै उहाँले परीक्षामा उत्तीर्ण हुन पर्नुपर्ने भएकाले काङ्ग्रेसले सो परीक्षामा सफल हुने गरी जनताको पक्षमा काम गर्ने कुरालाई जोड दिने उहाँले समेत बताउनुभयो। ललितपुर महानगरपालिकाले जवाला खेल स्थित सदर चिडियाखानामा सटल बसको व्यवस्था गर्न भएको छ। ललितपुर महानगरपालिकाका मेयर चिरञ्जीवी बाबु महर्जनले ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई सो चिडियाखाना दृश्यावलोकन गर्नका लागि सहज होस् भन्ने उद्देश्यका साथ आफूले सटल बसको व्यवस्था छिट्टै गर्न घोषणा गर्नुभएको छ। विश्व बाघ दिवसको अवसर पारेर शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले 14-15 सिटको हुने सो बस घुमिरहने र ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरूलाई चिडियाखानाको दृश्य दोहोर्याइने तेह्र्याइने हेर्ने गरी आवश्यक व्यवस्था मिलाइने बताउनु भएको हो। चिडियाघरमा आउँदाखेरि अथवा अपाङ्गता भएका व्यक्तिहरू चिडियाघरमा आउँदाखेरि उहाँहरूले चाहिँ दृश्यावलोकन गर्न राम्रोसँग हेर्न सकुन् भन्नको लागि एउटा सटल बसको चाहिँ म व्यवस्थापन गर्नु भइरहेको छु। त्यो चाहिँ लगभग 14-15 सिटको त्यो चाहिँ घुमिरहन्छ। एकजना बसेर बाघको सेक्सनमा ओर्ल्यो, मजासँग बाघ हेऱ्यो, त्यसपछि चिम्पान्जीको सेक्सनमा आयो, चिम्पान्जी मजासँग हेऱ्यो र जोराइतिर हेर्न गइने किसिमको बस त्यो बसको व्यवस्थापन चाहिँ म निकट भविष्यमा गर्ने। कार्यक्रममा राष्ट्रिय प्राकृतिक संरक्षण कोषले मेयर महर्जनलाई वातावरण संरक्षणको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएकोमा सम्मान गरेको थियो। हस्त अहिले यतिकै। फलफल खबर तेज नजर हेर्दै अपन टेलिभिजन। नमस्कार।